ल है साथीहरु, म यो जंगलमा आएको छु है। पहिला पनि मैले यो रुखको प्वालबाट चाहिँ मौरी लगेको भिडियो तपाईहरुलाई देखाएको थिएँ। यसपालि पनि अब सिजन लाग्यो र मौरी आउँछ होला है। र यसलाई म मर्मत गरिराख्नु पर्यो भनेर आएको छु। र यहाँनेरि मौरी पासोमा परेछ भने चाहिँ तपाईहरुलाई फेरि म भिडियो देखाउँछु। यहाँ हेर्नुस् है, गोबर ल्याएको छु। गोबरले लिपलाप पारेर चाहिँ म यसलाई तयार पार्नेछु। ल है सक्यो है साथी, लिपलाप पारेर यसलाई गोबरले लिपेर यहाँनेरि ठिक्कै बनाएको छु। यहाँ चाहिँ प्रवेशद्वार चाहिँ यहाँ राखिदिएको छु है। यो चाहिँ प्रवेशद्वार है साथीहरु। अब हेरौँ है, यहाँ मौरी पसेछ भने चाहिँ म देखाउँछु है तपाईहरुलाई। र अर्को यहाँ पनि स्ट्यान्ड जस्तो बनाएको छु कि यहाँ चाहिँ म अर्को एउटा काठको डुँड लकाइप ल्याएर राख्छु पासोको लागि। यहाँनेरि अब भरे भोलितिर यहाँनेरि मौरी हेर्न आउँदाखेरि ल्याएर राख्नु पर्यो। हुन्छ।